कोही भन्छन् राजा ठीक र कोही भन्छन् लोकतन्त्र ठीक। म्याक्सिमम जनताहरू कन्फ्युजनमा छन्, आखिर हुन के लागेको हो। धेरै मान्छेहरूको मनमा अनेक प्रश्नहरू उब्जिरहेका छन्। नम्बर 1, के व्यवस्था परिवर्तन हुँदैमा जनताको अवस्था परिवर्तन हुन्छ त? नम्बर 2, व्यवस्था परिवर्तन हुँदैमा देशमा आफै विकास हुन्छ त? नम्बर 3, व्यवस्था परिवर्तन हुँदैमा देशले विकासको फड्को मार्छ त? किन म्याक्सिमम मान्छेहरू अहिले व्यवस्था परिवर्तनको माग गरिरहेका छन्? खासमा भन्ने हो भने न जनतालाई राजतन्त्र चाहिएको हो न लोकतन्त्र। देश र जनतालाई चाहिएको कुरा हो सुशासन र विकास, जुन व्यवस्था आउँदा पनि परिवर्तन हुन सकेन। आउनुहोस् बुझौँ यो सबै बारेमा। आखिर किन फेरि राजा फर्किन चाहन्छन् त? विश्वभरि 85 देखि 100 कन्ट्रीहरूमा डेमोक्रेसी छ र विश्वको 43 कन्ट्रीहरूमा राजाहरूको शासन छ, जसमा धेरै देशहरूले राजालाई हटाएर डेमोक्रेटिक राष्ट्र बनाएका हुन्। राजाको शासन भन्दा डेमोक्रेटिक शासन बढी रुचाइएको देखिन्छ, जसमा जनताले राज्य सञ्चालनमा ठूलो भूमिका खेल्छन्। तर नेपालको सन्दर्भमा कुरा अलि फरक छ। नेपालमा राजतन्त्रको अन्त्य मे 28, 2008 मा भयो, जुन व्यवस्था हटाउन 10 वर्ष लामो युद्ध भयो माओवादी र सरकार बीच, जहाँ 17,000 भन्दा बढी मान्छेहरूले ज्यान गुमाउनु पर्यो। फेरि जुन जोगी आए पनि कानै चिरेको भने जस्तै नेपालमा व्यवस्था परिवर्तन भयो, तर अवस्था जहाँको त्यही। नेपालमा खास चाहिएको भनेको सही शासक हो, जसले व्यवस्था होइन अवस्था परिवर्तन गरोस्। नेपाली जनता पनि व्यवस्था ठीक छैन भनेर पन्छिन मिल्दैन, किनभने सरकारमा जाने मान्छे आफैले चुन्न सकिने व्यवस्था हुँदा पनि सरकारमा सही मान्छे इलेक्टेड गराउन नसक्नु नेपाली जनताहरूको पनि गल्ती हो। जनताहरूले सरकारलाई खबरदारी गर्न नसक्दा देशको अवस्था परिवर्तन हुन सकेन। व्यवस्था परिवर्तन गरेर मात्र देशको विकास हुन्छ भन्ने मलाई विश्वास लाग्दैन। योभन्दा अगाडि पनि व्यवस्था परिवर्तन भएको होइन र? व्यवस्था परिवर्तन भएर नै अवस्था परिवर्तन हुने भए अहिलेसम्म किन भएन? यो सबै नेपालीलाई मेरो प्रश्न। त्यसैले हामी सबैले बुझ्न जरुरी छ कि व्यवस्था परिवर्तनको नाममा फेरि हजारौं नेपालीहरूले ज्यान गुमाउन नपरोस्। यो व्यवस्था ठीक छैन भन्नेहरूलाई बालेन शाह, गोपी हमाल र हर्क साम्पाङ, सागर ढकाल, रवि लामिछाने जस्ता मान्छेहरू एउटा उदाहरण हुन्। विकास व्यवस्थाले होइन, सही मान्छेको कामले हुन्छ। काम केही नगर्ने र देशको व्यवस्था मात्र फेरि राख्नेहरूले नेपाली जनतालाई यतिसम्म घुमाइरहेका छन् कि व्यवस्था परिवर्तन गरेर मात्र विकास हुन्छ भन्ने मेन्टालिटी भएको छ नेपाली जनताहरूमा। धेरै मान्छेहरूमा यस्तो भ्रम छरियो कि व्यवस्था परिवर्तन गरौँ अनि मात्र विकास हुन्छ भनेर। अब जनताले जाग्न जरुरी छ। विकास व्यवस्था भन्दा पनि सही मान्छेको शासन र उसको कामले हुन्छ। नेपालमा चलिरहेको छ बस व्यवस्था परिवर्तनको नाममा लडाई। अब समय आयो, राष्ट्र जोगाउने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ। चुनावमा साथ माग्या कि भोट माग्या कि के मागेको, मलाई साथ देऊ म आउँछु। कहाँ आउने? उहाँ कुनै कुर्सीमा लगेर राख्दा शासक हुन्छ मान्छे? यो प्रदर्शनले कतिको मनमुटु हल्लाएको छ? केही हल्ला छैन। जिम्मेवारी त सरकारले लिनु नै पर्छ। सरकार जुन ढङ्गले बन्यो, जनतामा निकै ठुलो निराशा र आक्रोश छ। जनताका क्रिया समस्याको बारेमा सरकारको ध्यान केन्द्रित अझै पनि भएको देखिँदैन। सेटिङमा नै आफ्नै मान्छे भर्ती गर्ने, नियुक्ति गर्नेतिर मात्रै केन्द्रित भएको हुनाले जनतामा निकै ठुलो फ्रस्ट्रेसन छ। विकास, समृद्धि र सुशासनको कुरा कोही गर्दैन, बस सबैलाई शासक बन्नु छ। राजतन्त्र र लोकतन्त्रको लडाईँमा नेपाली जनता फसिरहेका छन्। यो लोकतान्त्रिक राज्य हो जहाँ हरेकले आफ्नो आफ्नो धारणा राख्न मिल्छ। कसैलाई राजतन्त्र मन पर्ला त कसैलाई लोकतन्त्र। सबैको आफ्नो धारणा हुनु स्वाभाविक हो। तर व्यवस्था जस्तो सुकै भए पनि सही मान्छेको हातमा सरकार सञ्चालनको जिम्मेवारी हुन जरुरी छ। जस्तो सुकै व्यवस्था होस्, नागरिकको कुराको सुनवाई हुँदैन भने त्यस्तो व्यवस्थाको कुनै मतलब हुँदैन। त्यसैले व्यवस्था मात्र परिवर्तन गरेर देश काया पलट हुन्छ भन्ने सोच्नुको कुनै अर्थ छैन। शासन गर्ने मान्छे उही भएपछि व्यवस्था मात्र परिवर्तन गरेर देशको विकास हुन्छ भन्ने सोच्नु आफै मूर्खता हो। सबैले व्यवस्था परिवर्तन गरौँ देश विकास हुन्छ मात्र भन्छन्। कसैले पनि देशको विकास कसरी हुन्छ, कसरी गर्ने र देशमा सुशासन कसरी कायम हुन्छ भन्ने कुराहरूमा कसैको ध्यान छैन। बस सबै यही कुरामा अडिरहेका छन् कि व्यवस्था परिवर्तन गरौँ देश विकास हुन्छ।